कोनिचिवा लेसन 1 को मिनिङ लिएर उपस्थित भएको छु। मिनिङले नै जापानिज भाषा सहज तरिकाले बुझ्न मद्दत पुर्याउने हुनाले मिनिङहरू मजाले याद गर्नु होला। अब सँगै सहज तरिकाले मिनिङ याद गरौँ। वातासी म, आनाता तपाईँ, आनो हितो ऊ त्यो मान्छे, सान जी जस्तै सीता सान भनेको सीताजी, हरि सान भन्यो भने हरिजी, च्यान भनेको फेरि बच्चाहरूको पछाडि प्रयोग गरिने शब्द हो। कुनै पनि सानो मान्छे बच्चाहरू छ भने उनीहरूको पछाडि च्यान लगाएर बोल्नुपर्छ। जिन भनेको नागरिक, जस्तो निहोन भनेको जापान भयो, जिन थपेपछि निहोन जिन भनेको जापानिज नागरिक। सेन्सै शिक्षक, क्योसी शिक्षकमा के फरक छ भने पढाउने टिचरलाई हामीले सेन्सै भन्छौँ, अनि पढाउने टिचरले आफूलाई चाहिँ सेन्सै नभनेर क्योसी भन्नुहुन्छ। क्योसी हो म भन्नुहुन्छ। गाकुसे विद्यार्थी, खाइस्याइन अफिसको कर्मचारी, इस्या डाक्टर, गिङ्कोइन ब्याङ्कको कर्मचारी। गिङ्को भनेको चाहिँ ब्याङ्क अनि इन लागेपछि चाहिँ कर्मचारी भन्ने बुझिन्छ। केन्क्योस्या अनुसन्धानकर्ता, दाइगाकु विश्वविद्यालय, बेउइन हस्पिटल, देन्की बिजुली, दारे को, नान्साई कति वर्ष, हाई भनेको हजुर हो, इए होइन नो। हाजिमे मासिते पहिलोचोटि भेट्दाखेरि प्रयोग गरिने शब्द। दोजो योरोसिकु ओनेगाइसिमास थ्याङ्क यू धन्यवाद। कोचिरा वा डडडट देश यहाँ डडडट हुनुहुन्छ। कसैको नाम कसैलाई चाहिँ चिनाउनु पर्यो भने सिचुरै देशका एक्सक्युज मी बट कसैलाई केही सोध्नु पर्यो भने व्यक्तिगत कुराहरू सोध्नु पर्दाखेरि चाहिँ यो शब्द सुरुमा प्रयोग गरिन्छ। दोनाता को विनम्र है, पोलाइट रूपमा कुरा गर्दा। दारे भनेको पनि दो हुन्छ। दोनाता भनेको साई भनेको वर्ष, नान्साई भनेको कति वर्ष, ओइकुचु भनेको पनि कति वर्ष, तर ओइकुचु भनेको चाहिँ पोलाइट शब्द हो। ओनामाएवा तपाईँको